नमस्ते सबैजनालाई। आज म धेरै नै खुसी छु किनकि आज नयाँ साल 2026बाट म युट्युब च्यानल नयाँ स्टार्ट गर्न गइरहेको छु। र यो युट्युब च्यानलमा म धेरै खासै धेरै कुरा नराखे पनि अब नर्मल जसरी अब मान्छेहरूले कसरी आफ्नो जीवनशैलीलाई सुधार्न सकिन्छ र के गर्न सकिन्छ त्यसको लागि होइन मैले यो बुकहरू किनेर ल्याएको छु होइन। र यो बुकको बारेमा म बिस्तारै बिस्तारै अब यो धेरै कुरा नै छ यो बुकहरूमा, तर अब सबै कुरा एकैचोटि भन्न पनि सकिँदैन होइन। त्यसैले अब यो बिस्तारै बिस्तारै म डिस्क्राइब गरौँला यो कुन बुकमा केहरू छ। अनि यो धेरै नै लामो टाइम भएको मैले सर्ट सर्ट भिडियोहरू राख्न चाहन्छु। जस्तै अब यो फर्स्ट बुक छ द आर्ट अफ पब्लिक स्पिकिङ। यो बुक भयो द आर्ट अफ पब्लिक स्पिकिङ। यो अब मान्छेले अब कसरी बोल्न सिक्ने होइन, कुन ठाउँमा गएपछि कसरी बोल्न सिकिन्छ होइन, कस्तो ठाउँमा कस्तो कुराहरू बोल्नुपर्छ, कस्तो कुराहरू बोल्नु पर्दैन, त्यो कुराहरूले अब अरू मान्छेहरूले पनि मन पर्न सकिन्छ होइन। अरू धेरै कुराहरू हुन्छ यो बुकभित्र, बिस्तारै भन्छु अहिले एकैचोटि भन्न अब यो गाह्रो हुन्छ होइन। अर्को बुक छ फ्रम द पोभर्टी टु पावर होइन। पोभर्टीबाट अब कसरी मान्छेले एउटा पावर अर्गनाइज गरेर कसरी एउटा धनी बन्न सकिन्छ होइन, त्यो कुराहरू यो बुकमा लेखेको हुन्छ। र यो पढेपछि अब जे भयो नि, अब यो बुकको राइटर चाहिँ जेम्स एलेन छ र यो भित्र गएपछि मात्रै यसको कुरा बारेमा सबै कुरा थाहा हुन्छ होइन। अर्को बुक छ द आर्ट अफ लोजिकल थिङ्किङ एन्ड रिजनिङ भनेको। अब लोजिकल मान्छेले एउटा लोजिकल कसरी थिङ्क गर्न सक्छ होइन। अनि त्यो लोजिकल थिङ्किङ र रिजनिङले गर्दा मान्छेहरूको विचारहरू चेन्ज हुँदै गएर पछि गएर कस्तो मान्छे बन्छ भनेर त्यसले पनि डिसिजन त सुरुदेखि नै हुन्छ होइन। अब यो बुकको राइटर चाहिँ विलियम वाकर एटिङसन छ होइन। अब यसको म पछि कुरा गरौँला होइन। अर्को बुक छ यो द रिच ड्याड एन्ड पुवर ड्याड। अब यो चाहिँ सबभन्दा फेमस बुक हो र यो बुक पढेर धेरै नै मान्छेहरू धनी भएको छ। र यो बुकमा अब सर्टमा म एउटा समरी जस्तो म भनौँला होइन, यसको टाइम लाग्छ यो भन्नलाई होइन। तर जे भयो नि यो बुकको बारेमा जस तपाईँहरूले राम्रो नलेज पाउनुहुन्छ मैले अब भने बिस्तारै। अर्को बुक छ द रिचेस्ट म्यान इन द ब्याबिलियन। यो बुकको बारेमा मलाई पनि खासै थाहा छ, मैले पनि पढेको छैन होइन। अब यो पढेपछि भित्र म तपाईँहरूलाई पनि एकचोटि भनौँला होइन। अर्को बुक छ द योर माइन्ड एन्ड हाउ टु युज इट भनेको। आफ्नो जस्तै मान्छेको ब्रेन हुन्छ नि, अब कसरी युज गर्ने क्या। हामी सबैसँग ब्रेन हुन्छ होइन, तर हामी सबैले युटिलाइज गर्दैन क्या राम्रोसँग। त्यसले गर्दा मान्छेहरूसँग ब्रेन भएर पनि राम्रोसँग पैसा कमाइरहेको हुँदैन होइन। कति गरिबी हुन्छ होइन मान्छेहरूमा, तर उसँग ब्रेन हुन्छ, युटिलाइज नगरेर मान्छेहरू कति दुःख पाइरहेको हुन्छ। जस्तै अब नेपालमा मात्रै होइन होइन, जस्तै अब अमेरिका, अस्ट्रेलिया, अरू देशहरूमा पनि यस्तो छ धेरै मान्छेहरू जसले आफ्नो ब्रेन युटिलाइज नगरेर होइन अनि त्यो धनी बन्न सकेको छैन। त्यो बुकमा अब के छ यो भित्र चाहिँ भनौँला हामी है। अर्को बुक छ द लिडर इन यु भनेको। अब हामी आफैमा कस्तो टाइपको लिडर एउटा बन्न सक्नुपर्छ होइन, त्यो कुराको बारेमा पछि म भनौँला है। अर्को बुक छ हाउ टु इन्जोय युर लाइफ एन्ड युर जब भनेको। अब मान्छे होइन धेरै कामहरूमा बिजी हुन्छ होइन। अब त्यो आफ्नै काममा बिजी भएको बेला कसरी रमाउन सकिन्छ क्या, मान्छे आफ्नो लाइफलाई कसरी इन्टरटेनमेन्ट गर्न सकिन्छ होइन। त्यो बारे त्यो यो बुक को सम्बन्धीमा अब यो हामी पछि कुरा गरौँला होइन। अनि अर्को बुक छ द साइन्स अफ गेटिङ रिच भनेको। अब एउटा हुन्छ नि अब धनी बन्ने, जस्तै हामी पहिलादेखि नै बच्चादेखि नै साइन्स पढ्यो भनेर होइन। तर अब साइन्सको बारेमा के छ कस्तो छ त्यो त सबैलाई थाहा भइसक्यो होला। तर अब साइन्स अफ गेटिङ रिच भनेको अब कसरी रिच हुने क्या, कस्तो साइन्टिफिक तरिकाले रिच हुन सकिन्छ भनेर त्यो एउटा भन्नको लागि अब यो बुकमा दिएको छ होइन। त्यो मलाई पनि यो मैले पनि यो बुक खासै पढेको छैन होइन। यो पढेपछि म यो बुकको बारेमा भन्दा हस् त, थ्याङ्क यू।